स्टार्ट गर्नुभन्दा पहिला चाहिँ अब गाडी त नर्मली चापिहाल्यो बटाउँदै स्टार्ट हुन्छ तर त्यो मात्रै कुरा हुँदैन गाडी स्टार्ट गर्नुभन्दा पहिला हामीले धेरै कुराहरूको ध्यान दिनुपर्ने हुन्छ जस्तै बिहान बिहान हामी गाडी स्टार्ट गर्न लागिराखेका छौँ भने सबभन्दा पहिला सुरु अब हामीले चाहिँ मोबिल पानी हेर्नुपर्ने हुन्छ मोबिल पानीमा चाहिँ अब अगाडि त्यहाँ अथवा चाहिँ यतापट्टि चाहिँ तान्ने क्लिप हुन्छ अगाडिको के कति लेभलमा छ भनेर मोबिल हेर्ने त्यसपछि पानी त लेभल भन्दा पनि त्यहीँ म्याक्सिमम मिनिमम देखाइरहेको हुन्छ अब त्यो हामी पढ्न जाने रहन्छ पानी हेर्ने पानी हेरिसकेपछि गाडी स्टार्ट गर्नुभन्दा पहिला चाहिँ गाडी चाहिँ यसरी ह्यान्डब्रेक लागेको हुनुपर्छ अन्त हामीले न्युट्रलमा हाल्नुभन्दा पहिला ह्यान्डब्रेक गाडीमा ह्यान्डब्रेक लाग्यो भने मात्रै यदि उकालो अरूमा चाहिँ गाडी कुद्न सक्छ अहिले ह्यान्डब्रेक लगाएर गाडीलाई न्युट्रलमा हालेर गाडीलाई चाबी गाडीको चाबी यसरी एकैचोटिमा नगर्ने चाबी छ चाबीले यसरी हालिसकेपछि एकचोटि त्यसरी अन गर्दाखेरि तपाईँको चाहिँ ब्याट्री अन हुन्छ यसरी गर्दा इन्जिन पनि अन हुन्छ र बल्ल यसपछि बल्ल सेफ पार्ने हुन्छ नि यसरी बल्ल यसरी बटाउनु पर्ने हुन्छ गाडीहरूमा अब कतिको चाहिँ यस्तै हुन्छ भने पुरानो गाडीहरू मात्रै अब जुन दुई सापटहरू हुन्छ यसरी थिच्ने यसरी थिचेर बनाइएको हुन्छ त्यसरी गाडी स्टार्ट गरेपछि गाडी स्टार्ट गरिसकेपछि चाहिँ गाडी नर्मली चाहिँ तपाईँको 5 देखिबाट 10 मिनटसम्म राख्नुपर्ने हुन्छ त त्यस्तै गर्दाखेरि चाहिँ तल च्याम्बरमा जमेर बसेको मुभीहरू सबै माथिसम्म आउँछ मजाले मुभीहरू गाडीमा खेल्न पाइसकेपछि गाडी हेल्थ पनि राम्रो हुन्छ इन्जिनको लाइफ पनि अझै ज्यादा हुन्छ होइन यही कुराहरू हुन्छ नि त गाडी चाहिँ अब अगाडि चलाउनको लागि बढाउनको लागि चाहिँ अब हामीले गर्नुपर्ने भनेको यदि गियर हाल्नु छ भने मलाई क्लच दाब्ने फुल त्यसपछि गाडी बढाउन सक्दै गियर बढाउनु पर्ने हुन्छ यसरी गियर हाल्छ ह्यान्डब्रेक सब त्यसरी तल हालिदिएपछि क्लचलाई हामीले बिस्तारै बिस्तारै रेस्ट दिएर क्लचलाई हामीले बिस्तारै छोड्नु पर्ने हुन्छ जस्तै गर्दै यसरी गाडी अगाडि बढ्छ गाडी अगाडि बढिपछि क्लचलाई थिचिराख्नु यदि क्लचलाई थिचिराख्न थाल्यो भने गाडी के हुन्छ त क्लच प्लेट छुट्टी जाने सम्भावना हुन्छ त्यसपछि फेरि गाडी यसरी मजाले आफ्नो आरकेएम क्लच जति अथवा 15-30 स्पिड पुग्ने ठिकै